हेर्नुस् त दुई रथका एक पाङ्रा भनिन्छ श्रीमान श्रीमतीलाई। आफ्नो श्रीमती बचाउनुको लागि कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर 3 मुलेकाराका 50 वर्षका कमाने दमाईले आफ्नी श्रीमती जमुना दमाई 45 वर्षकै हुनुहुन्छ। उहाँलाई लामो समयदेखि उपचारको अभावमा आर्थिक अवस्था कमजोर भइसकेपछि लामो समय भयो उहाँले यसरी डोकोमा बोकेर हिँड्दै हुनुहुन्छ। एकदमै नाजुक अवस्था छ। सबै दर्शकहरूले भिडियो शेयर गरिदिनु होला। सबै नागरिकहरूले भिडियो जति सक्दो शेयर गरिदिनुस् र आर्थिक सहयोग पनि गरिदिनु होला, यो आग्रह गर्छौं। निकै दुःख पाउनु भएको छ, सबै दर्शकले सहयोग गरिदिनु होला। अहिले लामो यात्राबाट डोकोमा बोकेर यहाँसम्म पुग्नु भएको छ। हामी आज उहाँलाई राहत वितरणको लागि यहाँ पुगेका छौं। यो भन्दा अगाडि पनि हामीले केही राहत वितरण गरेका थियौं र आज उहाँले उपचारको लागि फलिबिसौना गाउँमा पुग्नु भएको छ।